निशान बनेर आज मैदानमा विजयी झण्डा फरफराइरहेको छ लुम्बिनी लायन्सले। क्या प्रदर्शन, गजबको प्रदर्शन, अद्भुत प्रदर्शन। भनिन्छ कमतियार कमती च्याम्पियन। च्याम्पियनलाई जब समस्या आइपर्छ, जब विपद आइपर्छ, तब सती साल जसरी उफ्रिन्छ च्याम्पियन। त्यो च्याम्पियन टिम हो यो लुम्बिनी लायन्स। 3 खेल हारिसकेपछि सबैले सम्भावनाबाट नकारी दिएका थिए, तर कमब्याक, यस्तो कमब्याक, ऐतिहासिक कमब्याक, 6 खेल लगातार जितेर आफूलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको च्याम्पियनको उपाधि दिलाउन सफल भएको छ। कप्तान रोहित पौडेललाई बधाई, सम्पूर्ण लुम्बिनी लायन्सलाई बधाई। नवलपरासी, पुटुल, भैरवा, गुल्मी, पाल्पा, अर्धघाँची, कपिलवस्तु, ताङ, घोराई, बर्दिया, नेपालगञ्ज सबैलाई बधाई र सम्पूर्ण क्रिकेट प्रेमी नेपालीहरूलाई बधाई। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको च्याम्पियन। You've just won the NPL season 2. How are you feeling?